दर्शक साथीहरू नमस्कार। आज म तपाईहरू समक्ष फेरि पनि कान्छी सिरियलको छोटो रिभ्यू लिएर उपस्थित भएको छु। तपाईहरू यस न्यू नेपाली सिरियलमा नयाँ हुनुहुन्छ भने लाइक सब्स्क्राइब गर्न नभुल्नुहोला। साथीहरू, हामी देख्न सक्छौँ सलिनाले भने सागरलाई धेरै नै दुःख दिएकी छ र सागर भने सलिनालाई मनै पराएका छैनन्। दर्शक साथीहरू, हामी देख्न सक्छौँ र सागरले सलिनालाई एक थप्पड लगाउँछन् र अफिसदेखि निस्किन्छन् र सलिना भने सागरको पछि पछि लागेर जान्छे र सागरको हात समाउँछे। दर्शक साथीहरू, त्यसै क्रममा कान्छी भने तरकारी लिनको लागि आएकी हुन्छन् र सलिनाले सागरको हात समातेको देख्छिन् र कान्छीको मनमा अनेक कुराहरू खेल्छन् र धेरै कुराहरू सोच्दै हुन्छन्। त्यसै क्रममा कान्छीको बाबाले कान्छीलाई फोन गर्छन् र कान्छी तिमी छिटो घर आइजाऊ भन्छन् र सलिनाले भने सागरलाई सागर म तिमी बिना बाँच्न सक्दिनँ। तिमीले मलाई अत्याचार नगर। तिमीले मलाई यति धेरै पनि घृणा नगर कि मलाई कुनै ठाउँमा लगेर तिमीले राख। म तिमीलाई धेरै मन पराउँछु। म तिमी बिना बाँच्न सक्दिनँ र सागर, तिम्रो र कान्छीको बिचमा म कहिल्यै पनि आउँदिनँ। मलाई कुनै ठाउँमा लुकाएर राख न भनेर सागरसँग भनिरहेकी हुन्छन् भने सागर भने एकदमै धेरै रिसाएका हुन्छन्। दर्शक साथीहरू, त्यसै क्रममा सागर केही नबोलिकन अफिसतर्फ लाग्छन् र त्यसै क्रममा सलिना पनि सागरको पछि पछि लागेर अफिस जान्छन्। दर्शक साथीहरू, सागर भने अफिसको ढोका थुनेर अफिसभित्र बसेका हुन्छन् र सलिना भने ढोकाबाट बाहिरदेखि सागर सागर भनेर चिच्याइरहेकी हुन्छन्। सागर ढोका खोल भनेर बसिरहेकी हुन्छन्। दर्शकबिन साथीहरू, त्यसै क्रममा सागरको सर आउनुहुन्छ र सलिनालाई सोध्नुहुन्छ, सलिना तिमीले के गरेकी, के हेरेकी यसरी भन्नुहुन्छ। सलिनाले भन्छन्, सर हेर्नु न, सागरले अघिदेखि ढोका थुनेर बस्नुभएको छ, ढोका खोल्नु भएको छैन। अघिदेखि मैले ढोका खोल्नु भनेको छु भन्छन् र सरले भन्नुहुन्छ, सागर ढोका खोल भन्नुहुन्छ र सागरले ढोका खोल्छन् र भन्छन्, सर हजुर कहाँ जानुभएको थियो। सरले भन्नुहुन्छ, मेरो ब्याङ्कको मिटिङ थियो, त्यसैले ढिला भयो भन्नुहुन्छ। सागरले भने सरलाई सलिनाको सबै कुरा बताउँछन् र भन्छन्, सर मेरो त घर बिग्रिन्छ, यस्तै हो भने म यो काम गर्दिनँ, यो कामदेखि निस्किन्छु कि त सलिनालाई यो कामदेखि निकाल्नु पर्छ भन्छन् र सरले भन्नुहुन्छ, हुन्छ सागर तिमी कतै पनि नजाऊ, म सलिनालाई निकाल्छु भनेर भन्नुहुन्छ। सरले जाऊ सलिना तिमी भन्नुहुन्छ र सलिनाले भन्छन्, सर मेरो यो सहरमा कोही छैन, म कहाँ जाम, मलाई कामदेखि ननिकाल्नु भनेर सलिनाले भन्छन् र रोइ कराइ गर्छिन्। सरले भन्नुहुन्छ, सलिना म तिमीसँग पछि कुरा गर्छु, तिमी जाऊ भनेर भन्नुहुन्छ र सागरलाई सम्झाउनुहुन्छ। सागरले पनि भन्छन्, सर म त्यस्तो निर्दयी मान्छे पनि होइन, तर यो केटीले मलाई बारम्बार दुःख दिइरहेको छ। यो केटीको कारणले मेरो घर परिवार बिग्रेला जस्तो छ। त्यसैले गर्दा सर हामीले यस्तो मान्छेलाई काममा राख्नु हुँदैन, यसको बानी ठिक छैन भनेर सागरले भन्छन्। यता भने साथीहरू, कान्छीले भने सागरले किन यति धेरै कुरा लुकाइराख्नु भएको छ भनेर अनेक कुराहरू सोच्दैछिन् र फेरि सागर घर फर्किन्छन् र कान्छीलाई सम्पूर्ण कुराहरू बताउँछन् र सलिनाको बारेमा सबै कुराहरू बताएको सुन्दा कान्छी धेरै नै खुसी हुन्छन् भन्दै आजको कान्छी सिरियलको रिभ्यू यति नै। फेरि पनि यस्तै भिडियो लिएर तपाईँ माझ उपस्थित हुनेछौँ भन्दै आजलाई बिदा हुन्छौँ। हस्त, धन्यवाद।